रविन्द्र धान्त अहिले नेपालको विषम परिस्थितिमा पनि मैदानमा उत्रिसकेका छन्। हेर्नुहोस् यो भिडियो। रविन्द्र ढाँट भर्सेस काशिप मर्डुज फाइट कसरी हेर्ने? यस्तो छ सबैभन्दा सजिलो र निशुल्क हेर्ने विधि। शुक्रबार नेपाली एमएमएका लागि निकै ठूलो दिन आउँदैछ। नेपालका स्टार फाइटर रविन्द्र ढाँट रोड टु यूएफसी को सेमिफाइनलमा न्युजिल्यान्डका काशिप मर्डुजसँग भिड्दैछन्। यो केवल दुईजना फाइटर बीचको एउटा सामान्य खेल होइन। नेपाली एमएमए को भविष्य र अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्वका हिसाबले यो निकै महत्त्वपूर्ण फाइट हो। रविन्द्रले यो फाइट जित्न सकेको अवस्थामा उनी यूएफसी को कन्ट्र्याक्टबाट केवल एक कदम टाढा पुग्नेछन्। त्यसैले अहिले नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली दर्शकहरू पनि यो फाइटको व्यग्र प्रतीक्षामा छन्। तर धेरै साथीहरूमा एउटा प्रश्न छ, रविन्द्र र काशिपको फाइट कहाँ हेर्ने, कसरी हेर्ने, कति बजे सुरु हुन्छ? त्यसैले आजको यो भिडियोमा हामी तपाईलाई फाइट हेर्ने तरिका र उपलब्ध विकल्प बारे जानकारी दिँदैछौँ। सबैभन्दा पहिलो कुरा गरौँ आधिकारिक रूपमा फाइट हेर्ने तरिकाको विषयमा। यदि तपाईँ उच्च गुणस्तरमा सुरक्षित र आधिकारिक रूपमा रविन्द्रको फाइट हेर्न चाहनुहुन्छ भने यूएफसी फाइट पास प्रमुख विकल्प हो। यूएफसी फाइट पास मार्फत रोड टु यूएफसी का फाइटहरू हेर्न सकिन्छ। यहाँ तपाईले राम्रो क्वालिटीमा आधिकारिक प्रसारण हेर्न पाउनुहुनेछ। तर यसको एउटा महत्त्वपूर्ण कुरा छ, यूएफसी फाइट पास सामान्यतया सशुल्क सेवा हो। अर्थात् तपाईले आफ्नो देशमा उपलब्ध प्याकेज अनुसार सब्सक्रिप्सन लिनुपर्ने हुन सक्छ। यसका लागि तपाईले आफ्नो ल्यापटप वा कम्प्युटरमा क्रोम जस्तो ब्राउजर खोल्नुहोस् र यूएफसी फाइट पास सर्च गर्नुहोस्। आधिकारिक वेबसाइटमा गएपछि आवश्यक परे आफ्नो अकाउन्ट बनाएर वा साइन इन गरेर अगाडि बढ्न सक्नुहुन्छ। त्यसपछि तपाईको देशमा उपलब्ध सब्सक्रिप्सन र शुल्क हेर्न सक्नुहुन्छ। आवश्यक शुल्क तिरेपछि आधिकारिक रूपमा फाइट हेर्न सकिनेछ। यदि तपाईँ मोबाइलबाट हेर्न चाहनुहुन्छ भने यूएफसी फाइट पास को आधिकारिक मोबाइल एप्लिकेसन प्रयोग गर्न सक्नुहुन्छ। अब कुरा गरौँ निशुल्क हेर्ने विकल्पको। निशुल्क हेर्नका लागि तपाईले ल्यापटपको क्रोममा गई योनो टिभी सर्च गर्नुहोला। पहिलो रिजल्टमा नै क्लिक गरी आवश्यक निर्देशन अनुसार अगाडि बढ्नुहोला अनि रविन्द्र र काशिपको फाइट लाइभ लेखेको स्थानमा क्लिक गर्नुभयो भने त्यहाँ तपाईले धेरै लिङ्कहरू भेटाउनु हुनेछ र त्यहाँ भेटिएका लिङ्कहरू जुन चल्छ त्यसैमा फाइट हेर्न सक्नुहुन्छ। यो सिन टिभीमा पनि त्यस्तै प्रक्रिया मार्फत हेर्न सकिन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, फाइट कति बेला सुरु हुन्छ? शुक्रबार साँझ हुने यो फाइटमा नेपाली फ्यानहरूको नजर पूर्ण रूपमा रविन्द्र ढाँटमाथि हुनेछ। प्रतियोगिता दिउँसो 2:45 बजे सुरु हुनेछ। फाइटको वास्तविक सुरुवाती समय, कार्डको क्रम र अघिल्ला फाइटहरू कति समय चल्छन् भन्ने कुरामा केही फरक पर्न सक्छ। तपाईले 2:45 बजेदेखि नै हेर्न सुरु गर्नुभयो भने रविन्द्र ढाँटको फाइट छुट्ने छैन। के रविन्द्रले काशिपलाई हराएर फाइनलमा स्थान बनाउन सक्लान्? रविन्द्रसँग आफ्नो बलियो ग्राउन्ड गेम, आक्रामक शैली र लगातार जितको अनुभव छ। अर्कोतर्फ